देख्न सक्नुहुन्छ पछाडिको भिडभाड चाहिँ यो चाहिँ अब हाडीगाउँमा आएको भनेर तपाईँहरूलाई थाहा छँदैछ। यहाँनिर चाहिँ अब भनौँ न नेवारी खानादेखि अरू खानामा चाहिँ हामीले त्यो हटडगहरू कर्न चिजहरू अब चिजी ससेजहरू पनि देख्न पायौँ। त्यसका साथसाथै अब आज के भन्नु हामी पनि केही खाउँ कि भन्ने तर्खरमा छौँ। अब त्यसमा चाहिँ अब ट्राई गर्न लागेको भने चाहिँ हामीले चाहिँ अन्डा बारा कि किमा बारा हुन्छ। अभियसली अब यो नेवारी फुड फेस्ट जस्तै भनौँ न त्यो भएको कारणले गर्दाखेरि चाहिँ अब अभियसली हामीले खाना खाने भनेको पनि अब नेवारी नै हुन जान्छ। अनि त्यसमा त्यही क्रममा छौँ अब गएर अब खाना खाने आउनुहोस्। अभियसली यहाँ चाहिँ अब कस्तो भन्दाखेरि गाडीहरू चलेको छैन। बालेनले चाहिँ कस्तो भने हरेक शनिबार चाहिँ यहाँनिर यो फुड फेस्ट जस्तै हुने गर्छ। हरेक अब यहाँको घरेलु फुड प्रडक्टहरू चाहिँ यहाँ बेच्ने कार्यक्रम हुन्छ। सो त्यसको क्रममा छौँ। अब हेर्दै गरौँ के देख्नुहुन्छ अब यही भिडियो मार्फत देख्नु भइहाल्छ। हेलो दाइ नमस्ते। नमस्ते हजुर। सन्चै हुनुहुन्छ? हुन्छ हजुर। ए अनि यो तपाईँको यो जुन छ नि हजुर कम्पनीको नाम यसको बारेमा भन्नु। यो मैले यो ह्याम्पसिड अनि तपाईँको यो ह्याम्पसिड ओइल चाहिँ होइन कोल्ड प्रेस हो। यो चाहिँ हामीले अब यो रिमोट एरियाबाट ल्याउँछु। यो मुङ्गोबाट जुम्लाबाट तपाईँको यो अनि दाङबाट ल्याउँछु। अनि अहिले चाहिँ अब कोल्ड प्रेसमा पेल्छौँ है। यो तपाईँको कोल्ड प्रेसमा पेल्छ तपाईँको हामीले बोतलमा बोलेर चाहिँ यो 300 ml 100 ml को यसको बेनिफिट तपाईँको चाहिँ फाइदा चाहिँ के हो तपाईँको ओमेगा 6 हो। ओमेगा 6 यसले चाहिँ के काम गर्छ भने तपाईँको यो क्यान्सरलाई अनि यो कोलेस्ट्रोललाई अनि मुटु रोग लाग्नु दिँदैन यसले होइन। यसले कपाल चाड्नु दिँदैन यसले होइन। अब तपाईँ स्किनहरूलाई एकदम अब यो प्यान रिफिल हुन्छ यसले चाहिँ। अब मसाजमा चाहिँ होइन पनि एकदम यो राम्रो हुन्छ। अनि अरू चाहिँ अब खानामा यो कुकिङ चाहिँ गर्नु मिल्दैन यसले चाहिँ। अरू कुकिङ बाइक चाहिँ अरू सबै खाना सलादमा सबै लगाएर खानु मिल्छ। अनि बिहाको सुत्ने बेलामा यसले तपाईँको चाहिँ अब साबुन पानी सबै फेस दियो थोरै लगाएर फेसमा लाउनुपर्छ यसले। अनि हजुरको यो रिङ्गलहरू होइन यो चौरीपानाहरू अनि दागहरू हराउँछ यसले चाहिँ। रिङ्गलहरू पनि जान्छ हजुर। यो चाहिँ यङ हुन्छ। अनि सबै खानु चाहिँ बेटर चाहिँ खायो भने तपाईँको यो चाहिँ रोगबाट धेरै रोगबाट चाहिँ रोकथाम हुन्छ यसले चाहिँ। अनि यो चाहिँ तपाईँको यो नेपाली अब भाङको चाहिँ तेल। अब जस्तै यो प्रडक्ट चाहिँ हामीले किन्नु पर्यो अरे भन्नाले अनलाइनमा छ कि छैन कि डाइरेक्ट तपाईँलाई चाहिँ? यो भर्खर सुरु गरेको होइन। यो सुरु गरेको तपाईँको चाहिँ अब 8-9 महिना चाहिँ भयो होइन। मैले अहिले अनलाइनमा राखेको छैन। मैले यस्तो मार्केटतिर लिएर चाहिँ बेच्ने गरेको छु होइन। अनि अब मार्केटमा कस्टमर आउँछ अनि यो लगेपछि उसको बेनिफिट अब उनीहरूले पाउँछ। अनि उनीहरूले चाहिँ कन्ट्याक्ट गरेर चाहिँ होइन अनि त्यो लोकेसन कहाँ हो भनेर उनीहरू मेरै पसलमा लिन आउँछ। हजुर हुन्छ दाइ जानकारीको लागि एकदम धन्यवाद। थ्याङ्क यू हजुरलाई पनि हजुर। नमस्ते। बाह्र बनाउँदा कस्तो लागिरहेछ? रमाइलो लागिरहेछ हजुर। कति बजेदेखि सुरु हुन्छ यो? हाम्रो 1 बजेदेखि 1 बजेदेखि हो। अनि कति बजेसम्म हुन्छ? 8 बजेसम्म। 8 बजेसम्म हजुर। अनि कतिवटा बाह्र बनाउनु भयो आज तपाईँले? आज खै कतिवटा गर्नेकै छैन। कतिवटा उहाँलाई सोध्दैन। हाम्रो यो नेवारी कल्चरको यो मरे पुर्णेको त्यो यो मरे माग्ने छ नि त्यो बगासी त्यो भन्ने आज प्रोग्राम छ यहाँ। आज अहिले कति बजे 5 बजेतिर हुन्छ होला। कन्सर्ट जस्तो भइरहेछ हो? हजुर त्यसले हुन्छ हुन चाहिँ आज चाहिँ त्यो प्रोग्राम छ। यमरी पुर्णे त लास्ट स्याटरडे थियो हैन? हजुर अस्ति लास्ट स्याटरडे। त्यतिखेर कस्तो भएको थियो? एकदम बाले हाटमा मान्छे हिँड्ने ठाउँै छैन। यमरी पुर्णेको बेला पनि हामी यमरी हालेको थियो यहाँ सबै स्थलले हाल्नु भएको थियो तर दिइ नसक्नु एकदम प्याक थियो त्यो बेला। धेरै धेरै धन्यवाद दिदी। हस् थ्याङ्क यू। मलाई के खानु मन लागिरहेछ?
तँलाई के खानु मन लागिरहेछ अन्डा 12 किमा 12 अन्डा 12 किमा 12 मिक्स त्यहाँ अघिकै ठाउँमा खाने अघिकै दिदीहरूको 12 बनाउने क्रममा हुनुहुन्छ दिदी चाहिँ होइन यहाँ चाहिँ यो मरी पनि रहेछ दिदीले चाहिँ अब अन्डा 12 बनाउनु हुँदैछ के अरे पछाडि ब्याकग्राउन्डमा चाहिँ यहाँको वडा अध्यक्षले के त्यो प्रोग्राम के भन्छ एमसी गर्दै हुनुहुन्छ जुत्ता खोल्दैछ तेरो हालखबर के छ मेरो झक्यास छ झक्यास छ आज हामी कहाँ आएको रे भन्दै त हाँडे गाउँ हाँडे गाउँमा आएको आज हामी जात्रा हेर्न कहीँ नभएको साँच्चै कहिले हुन्छ हाँडी गाउँमा कहीँ नभएको जात्रा अहिले अहिले भन्नाले अहिले भइरहेछ अहिले भइरहेछ गाह्रो के खाल्लाको हामीले अहिले अन्डा किमा 12 अन्डा किमा 12 खाल्लाको अब हामीले अर्डर गरे कति भएर अर्डर गरेको टाइम चाहिँ कति 1 मिनेट 2 सेकेन्ड अब अन्डा किमा 12 को एकदम उत्साहजनक वेटिङ हुँदैछ अब हेरौँ कति टाइम लाग्छ होइन टाइम पक्कै पनि लाग्छ जस्तो लागिरहेछ किन भन्दाखेरि मलाई चाहिँ एकदम भिड छ क्या पकाउने मान्छे पक्का फुर्सदै छैन होइन तँलाई चाहिँ कस्तो लागिरहेछ त्यो बारेमा दामी दामी त्यो दामी लाग्यो तँलाई भइगयो त कुरै सकिगयो त नि सो यस हाम्रो खाना चाहिँ आइसकेको छ होइन अनि त्यही अन्डा किमा 12 दुईवटा अनि भुटान एउटा प्लस मेरो भाइले चाहिँ छ्याङ पनि खाँदैछ उसले ड्राइभ अब भन्नाले बाइक चलाउँदैन सो आम गन राइड माई बाइक अनि त्यही हामी चाहिँ अलिकति भित्रपट्टि आएको छौँ त्यहाँनिर त्यति हुल चाहिँ थिएन अघि चाहिँ उता बाहिरतिर चाहिँ स्ट्रिटमा चाहिँ असाध्यै हुल थियो क्या अझै भुटानबाट सुरु गरेर यहाँ रहेको छ भुटान होइन 12 ट्राई गर्न गइरहेछौँ होइन 12 अलिकति पाकेको छैन जस्तो लागिरहेछ म हतार भयो र यस्तै हो अब यो चाहिँ अन्डा किमा 12 भयो मिठै छ अब नेवारी खाना भनेपछि अलिकति छ्याङ त ट्राई गर्नु पऱ्यो होइन मिठो नरम छ है पाक्न चाहिँ पाकेको रहेछ मलाई डर लागेको थियो पाकेको छैन कि जस्तो लाग्थ्यो पाकेको रहेछ जे होस् लास्ट दामी 12 अन्डा किमा 12 होइन लास्ट मिठो नुन पनि ठिक्कको माल हुन्छ नि खाँदै जाँदाखेरि ठिक्कको लाग्दै जाने अनि भुटान दामी तर कस्तो लाग्यो ढाँटी भन्दा मिठो छ जुत्ता लाउँदैछ कस्तो भयो तेरो कस्तो भयो जस दिदीहरू एकदम पकाउनमा व्यस्त हुनुहुन्छ यहाँ उहाँ दिदीलाई चाहिँ पैसा दिने हो होइन सबैजना आएर पैसा दिनु होला शनिबार हप्तामा यहाँ शनिबार जहिले मेला लाग्छ होइन स्टल हुन्छ आइदिनु होला मिठो खानेकुराहरू निहारी आइटमहरू पाइन्छ खानु होला यो ठ्याक्कै यो हारेको डबलीको ठ्याक्कै अगाडि नै छ कि पसल ठ्याक्कै अगाडि डबलीको हजुर हजुर हाम्रो त एकदम राम्रो आइटम अरू ठाउँमा त्यस्तै भयो भने हाम्रो अरू भने हाम्रोमा अलिक स्पेसल हुन्छ क्या यहाँ उताभन्दा मिठो हुन्छ अनि अन्त अलि हुन्छ हाम्रोमा प्राइस पनि रिजनेबल छ अनि मिठो पनि हुन्छ धन्यवाद आउँदै गर्नु है छैन होइन घर जाउँ तँलाई कस्तो लागिरहेछ मेन भने चाहिँ आजको ट्रिप चाहिँ अरूभन्दा नि दामी छ जोस् यतिको हुनुपर्छ हो होइन
यत्तिको हुनुपर्छ होइन नेवारी टेस्ट अब काठमाडौँको भनेकै नेवारी खानेकुराहरू खाने हो तर बवाल स्याटरडे सबको बिदाको दिन सबैले इन्जोय गर्यो यो सफा राम्रो सबै मन पर्यो होइन तर रात पर्यो क्या त्यही गाह्रो क्या छिटो टाइम बित्यो होइन त्यही दुःख लाग्यो अरू सब बवाल छ अझै प्रगति उन्नति अझ दामी दामी होस् तर दामी छ सस्तो पनि होइन मिठो पनि सब कुराहरू भेटभाड अझै पनि छ के अरे दिउँसोभन्दा अलिकति घटेको अवस्था छ त्यही हो होइन भने को हो चाहिँ के रहेछ यार खुवा यो मरी मात्र रु 60 रहेछ हामीले बाइक चाहिँ उता पार्क गरेको थियौँ क्या त्यो भएर चाहिँ होइन हामी बाइकतिर जाँदैछौँ फोक्सो 100 रुपियाँमा अरे भने फोक्सो 100 रुपियाँ भने फोक्सो 100 रुपियाँमा अरे नि त भयो अहिले हामी फेरि उता जानुपर्ने छ म भन्दा नि त त्यसैले गर्दा मिल्दैन मेरो भाइले चाहिँ होइन पाउहानी भनेर चाहिँ असाध्यै नै उ गरिसकेको छ पाउ खोज्दै बसिरहेको छ अब यसलाई के भन्नु पाउ भनेर चाहिँ एउटा नेवारी डिस हो क्या त्यो चाहिँ अमिलो अमिलो गुलियो गुलियो हुन्छ यसले चाहिँ असाध्यै मन पराउँछ डाइजेस्टको लागि हेल्प गर्छ भन्छ हो कि होइन पाउ चाहिँ किन मन पर्यो अब खै नेवारी खाएपछि जहिले लास्टमा जहिले भोजनमा पाउहानी त्यो बानी भनौँ न त्यसले गर्दा हो त्यसले गर्दा हो दिदी पाउ पाउँछ यहाँ अघि तपाईँलाई मैले आउनु भने होइन हो त्यहाँनिर तल त्यही सम्झेर आएको के यहाँनिर होइन खाएर आउनु भनेर मैले अघि नै भनेको थिएँ त हजुरलाई दिदी छ तपाईँहरूकोबाट के भन्छ ब्याङ्किङ सेवा मोबाइलबाट पेमेन्ट हुन्छ हजुर हाम्रोमा ई सेवा पेमेन्ट हुन्छ पाउँदिनु न पाउँदिनु अनि छोला पनि दिनु ल हुन्छ ल एकैछिन है हजुरलाई पाउ छोइला म राखिदिन्छु पुरा कम्प्लिमेन्ट्री छैला पाइरहेको छ मेरो भाइले चाहिँ होइन उसलाई छैला मन परेर क्या छैला 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 उहाँ दिदीले दिनुभएको हामीलाई कम्प्लिमेन्ट्रीमा उहाँले दिनुभएको है हामीलाई कम्प्लिमेन्ट्रीमा उहाँको पसलमा आइदिनु है दाइहरूको पसलमा ठ्याक्क उयो पिपल बोट उहाँनिर छ होइन त्यसको ठ्याक्क यो साइडमै छ यो न्यू सगुन बफ सेन्टर न्यू सगुन बफ सेन्टर छ त्यसको यतापट्टि यहाँ दिदीहरू हुनुहुन्छ यो पाउका चाहिँ स्पेसली लप्सी जब हामी लप्सी लिएर आउँछौँ त्यो लप्सीलाई चाहिँ बोइल गरेर त्यसको गेरा चाहिँ निकालेर फालिसकेपछि बाई थ्याङ्क यू अनि निकाली फालिसकेपछि चाहिँ हामीले यो पाउकाको लागि रेडी गर्छौँ जसमा चाहिँ हामीले पाउका बनाउनलाई बोइल गरिसकेपछि यसमा पाउमा स्पेसल हामी के हुन्छ भने होइन यसमा जिन्डी जानेको हुन्छ मेथी जानेको हुन्छ अनि हिङ राखेको हुन्छ बिरेनुन हुन्छ अनि अदुवा लसुन त अभियसली भइहाल्यो होइन यस्तै यो विभिन्न मसलाहरू जो चाहिँ एकदम स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छ नि त त्यही मसलाहरूले नै यो पाउकालाई अझ मिठो बनाउँछ अनि कसैलाई चाहिँ गुलियो मनपर्ने भएको हुनाले चाहिँ यसमा चिनी पनि हालिदिन्छ क्या हजुर यसमा चाहिँ हल्का मैले गुलियोको लागि चाहिँ मैले चिनी पनि हालेको छु चिनी हालेन भने त अति नै अमिलो हुन्छ अनि चिनी हाल्यो भने चाहिँ अलि मिठो हुन्छ त्यही भएर कसैलाई चिनी मनपर्छ नि त थ्याङ्क यू सो मच अनि मेरो पसलमा चाहिँ आइदिनु होला अनि मिठो मिठो खानाहरू यसरी हाइजेनिक खानाहरू खाइदिनु होला त्यसको लागि धेरै धेरै वेलकम गर्न चाहन्छु लक्ष्मी खाजा घरमा आउनु होला हारी गाउँमा एभ्री स्याटरडे आफ्टर 3 to अब 8 PM सम्म हुन्छ यो एनी टाइम आफ्टर 3 हो हाम्रो चाहिँ थ्याङ्क यू सो मच आज त्यही हो यहाँ आयो होइन हामीले चाहिँ अब त्यही अन्डा किमा बारा पिरो आलु अनि के भन्छ के खायौँ अर्को भने भुटान खाएको थियौँ अनि त्यो ब्याकग्राउन्डमा चाहिँ अब डान्सहरू भइरहेको थियो त्यो चाहिँ हेर्न जान्दैनौँ अहिले चाहिँ किन भन्दाखेरि अब हामी चाहिँ घर जानुपर्ने हुन्छ त्यसले गर्दाखेरि हो अलि समयको बावजुद चाहिँ अब भनौँ न टाइमले गर्दाखेरि चाहिँ हामी अब त्यो हेर्न भ्याउँदैनौँ अब त्यही हो आजको भ्लग चाहिँ यहाँ आएर इन्ड गर्दैछु होइन हेरिदिनु होला लाइक सब्सक्राइब गरिदिनु होला त्यही भन्दै भ्लग चाहिँ टुङ्गाउन चाहन्छु थ्याङ्क यू फर वाचिङ बाई